साथीहरू वेलकम छ सबैजनालाई। अनि यो चाहिँ मेरो पहिलो युट्युब च्यानल अनि पहिलो मुकबाङ पनि मेरो साथी सन्जु बुढासँग। अनि अब हामी मुकबाङ गर्ने छ। हुन्छ खाना चाहिँ पानीपुरी वाह पानीपुरी फुटेछ यो चाहिँ सम्झनाले आफै बनाऊ मिठो भएर छ। पानीपुरी कति त खाम भन हामी चाहिँ 15-15वटा पानीपुरी खाँदैछौँ। अनि एउटा करेन्ट चाउचाउ र एउटा के अरे चम्बा अनि चटपटे मिठो छ तर धेरै बिजी छ क्या रहेछ के गरेर टाइम लाग्यो नि। मैले चाहिँ पिरो धेरै हालेको छु किनभने सम्झनाले पिरो खानु नि हुन्थ्यो यो ठिकै भएको छ झोल चाउचाउ खानु चाउचाउ त सेलाइको होला। पिरो मैले चाहिँ पिरो खान सक्दैन। म चाहिँ सक्छु पानी पनि राख्यो भने नि पानी गिलासमा किन बोतलले खायो पनि दिएन झोल सक्ने चाउचाउ लास्टै पिरो लाग्यो भने पानीपुरी ठिक छ। छवटा छ मेरो पेट भरेन यत्रो कसरी खाना खाना मुकबाङ गर्ने मान्छेलाई मुकबाङ मुकबाङ सक्नु परेन किन सक्ने हो मैले धेरै खान सक्दैन यिनी खतरा छ। तर मुकबाङ च्यानल तिमीले खोलेको थियौ हेर सब बिजिसकेको तिमी पनि त हाल्नु के पुरै भिजिसक्यो क्या हाल्दैनौ तिमीले के हाल्ने यो भिडियो हाल्दैन माया नै भाउनी पहिलादेखि सोचिराख्नु झन्डै 2 हप्ता भइगयो कहिले के कहिले फाइनली आज दिन मिल्यो मिठो चाहिँ मिठै छ तर तल पुरै भिजाइछ कि नि दुख लाग्यो खाए सबैजनाले माया गरिदिनु होला सपोर्ट गरिदिनु होला। अलि बेसी बोला आउनु सुन मेरो पानीपुरी सबैजनाले साथ सपोर्ट गरिदिनु होला। यो चाहिँ हाम्रो पहिलो हो कस्तो भएको छ थाहा छैन। कति पिरो भ्याएँ मैले म चाउचाउ खान्छु चाउचाउ होइन करेन्ट र रम्बा मिसेको छ यहाँ सकिन्छ त धेरै बनाइसक्यो मेरो त पेट भरेको क्या खानु पऱ्यो है जसो पनि मैले साँच्चै धेरै सक्दैन खाना भर्यो भने हुन्छ मुकबाङहरूले खान्छन् कसरी खाने के साथीहरू वाह फर्स्ट बाइट कस्तो चिसो भइसक्यो के चिसो भइसक्यो खानै मजा नै हो सक्नुपर्छ यस्तो हुन्छ।
साँच्चै कस्तो पिरो भइरहेको छ पिरो कति धेरै धेरै खान्छन् नि कसरी खान्छन् होला तिनीहरूले तिनीहरू प्रो भइसक्यो सुरुमा पानी पुरी नखाएर यो खानुपर्ने रहेछ यो खाएर माथि छाडा खुल्क्या अनि चर्चरायो यो त म खान सक्दैन क्या चटपटेर म त केही भएको छैन पेट दुख्छ भनेर थोरै थोरै भात खाएको त पेट ढुम्म भयो किन नलायो खाने बेला टिस्यु त राख्नुपर्छ टिस्यु पनि राखेँ नि त्यो तिमीले सोच्ने कुरा होइन तल थियो त तिम्रो थियो त तिमीले भनियो कसले सम्झ्यो कोली होइन अरे सम्झ्यो नै गाली गर्यो तिमीले गाली गरे मलाई खाना खाना माथि दुख्यो क्या मेरो त हे प्रभु कस्तो पिरो भयो क्या यति गर्ने कि यति गर्ने के अरे हजुरलाई यो चाहिँ कसले खान्छ सकिन्न क्या हो कमसेकम पानी पुरा भ्या राख्नु भएको हो प्रभु सहायता गर्नुहोस् होइन आज करेन्ट मैले धेरै पिरो मानेको छु खाइरहेको छु यहाँ तिमी छोटा सोधेको थियो मैले त 15टा भन्ने ठिक गरेको छु भाइ त्यही पनि गाह्रो भएको मलाई गाह्रो भयो अब यो सम्झनाको च्यानललाई भाइरल गरिदिनु पर्यो साथीहरू लाइक सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला है पिरो भयो कि यता यता टिस्यु त लिनुपर्छ सम्झना ताबेको छ त्यो साँच्चै भन्दा लास्टै पिरो भयो क्या अनि मुखबाङ गर्न सक्छु त अब गर्दै जाने अब अर्को चाहिँ कोसँग बनाउँछु अर्को चाहिँ यो होइन छुट्टै बनाउँला मासु भात खाएर नि के भयो तिमीले जे खुवाउँछु म बनाउनु नि फेरि हजुर मलाई बनाउनु पर्यो त्यो चाहिँ मेरो पहिलो मासु तुल्याएर चाख्ने हो बुङ्गुरको त रोग लागेछ त बुङ्गुर आज भने त्यो त खाइन्छ अरू बेला खै आज क्यामेराको अगाडि खान नसके जस्तो भयो लाज लाग्यो लाज होइन खै कान्ता त त्यो चटपटेल त नखामै 1-2 बाइक त हाल्न सक्दैन होला भाइ तिम्रो 2 त पानीपुरी चाहिँ खाऊ है त्यहाँ कसले राख्दा एउटा आशालाई एउटा सुन्तलाई यतिले मलाई चिताउला जस्तो भयो ओ प्रभु भयो खान्छु म यो चाहिँ भ्याउँछु आफ्नो भएको छ रहन नपऱ्यो म सकिन्छ जस्तो लागेको थियो होइन अन्त म के खानु त सक्दैन के मुखबाङ गर्न मन लाग्यो तिमीलाई के मन लाग्छ टाइम टाइममा म फुटी है सिद्धै भने बेचत पर्छ गाह्रो भयो प्रभु ढलिहाल्छु त म त मुखबाङ गर्नेले सबै सक्छ मलाई के मैले हेरेको छैन अहिलेसम्म यसो मुखबाङहरू
कसको भ्लग हेर्छु त्यो सबभन्दा धेरै सबै हेर्छु मैले साँच्चै नि कान तातो भएको छ के जिब्रा पर गरेर छ पुरा साउन्ड त आइरहेछ लास्टमा रेकर्डै नभएन के सम्झना होइन रेकर्ड त भइरहेछ त्यहाँ नहोस् के हुन्थ्यो म त पागल हुन्थ्यो यस्तो मिहिनेत गरेको साझा रेडी गर्नुलाई अब म त होइन कि साँच्चै खान्छु मैले डेली घरमा आएको छु डेली भन्नाले हप्ताको एकचोटि त खान्छु यति पुरो मैले कहिले मानेको छैन के त्यो टु मच पुरो भयो मेरो लागि ए प्रभु सिगान पनि देखिन लाग्यो कस्तो फोरिन्छ पुरै होइन क्या द्याट्स नेचुरल थिङ ज्यू त्यो रान्दा र चिप्ला रे कहिले रोबोट सुन्दासँग बिस्कुट खाएको बनाउनु पर्ला त्यो बिस्कुट त्यो भेराइटिजको आजको पनि आजको अन्डाको गोबी मासुको के मासु खुवाइदिने त्यसलाई गोबी पिसालेर बोइल गरेर फाइनली त्यो त पागल भइहाल्दैन त्यस्तो गरेछ म त खाइसकेँ ए मेरो पेट पानी पिइसक्यो कम्पिटिसन त होइन तर म विनर भएँ यो चटपटे चाहिँ म हात लगाइन चाहेन किनभने गाह्रो हो क्या मैले सक्दैन साथीहरू गिभ अप मलाई माफ गरिदिनुहोस् गिभ अप यस्तो पनि हुन्छ अरे मुख ब्याग च्यानलमा पछि मेरो इम्प्रुभ हुँदै जान्छ खानेकुराहरू अहिले चाहिँ सकेन साह्रै गाह्रो भयो बनाउनुमै हुन्छ भन अब पहिला थ्याङ्क यू भन्छन् के उठ्दैन के डाइरेक्ट भन्नु अरे थ्याङ्क यू भन अरू के भन्नु थ्याङ्क यू फर वाचिङ सरी भन अब अनि सरी मैले चाहिँ पानीपुरी चाहिँ बल्ल बल्ल खाइसकेँ तर यो सक्दै सकेन कि म खानै सकेन किनकि म खै मेरो पेटमा थोरै आतेर क्या पिरो पनि भयो पिरो पनि सक्दैन फर्स्ट थियो अनि जस्ट ट्राई मात्रै गरेको माया गर्दै जानु होला अनि यस्तै भिडियो ल्याउने छु मेरो साथीहरूसँग अरू पनि छन् अनि चटपटे चाहिँ खान्छ भने सरी हो हामी नखाए पनि घर परिवारले खानु पठाउँछ हामीलाई खेल चाहिँ क्षमा गरिदिनु होला यसको लागि अनि आउने भिडियोहरू पछि आउने च्यानलको नाम त भन सम्झना के ए मेरो च्यानलको नाम चाहिँ सम्झना राणा खै के पो छ कि मैले आज भर्खर च्यानल मैले आफ्नै त हेरेको छैन कि मेरो सम्झना राणा छ पछाडि चाहिँ के छ थाहा छैन भिडियो हेर्नुभयो भने लाइक सेयर र सब्सक्राइब गरिदिनु होला अहिलेलाई यति नै बाई बाई